नमस्कार, ब्रिज नेपालमा स्वागत छ। आज हामी एउटा यस्तो भिडियोको बारेमा चर्चा गर्दैछौँ जुन विश्वभर 6,50,000 भन्दा बढी मानिसले हेरिसकेका छन्। यो विश्वविख्यात पोडकास्टर जय सेट्टी र वित्त विशेषज्ञ जसप्रीत सिंह बीचको एउटा गहन संवाद हो। आजको यो भिडियोमा हामी केही विशेष कुराहरू सिक्नेछौँ। पहिलो, पैसा बचाउन सुरु गर्नका लागि तपाईले काट्नुपर्ने सबैभन्दा पहिलो कुरा के हो? 2, एकदमै थोरै पैसाबाट पनि लगानीको यात्रा कसरी सुरु गर्ने? 3, क्विक मनीको पछि लाग्दा किन मानिसहरू सधैँ गरिब रहन्छन्? 4, र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो स्वतन्त्रता बढाउनका लागि लगानीलाई कसरी प्रयोग गर्ने? आउनुहोस्, यो फाइनान्शियल मास्टर क्लासलाई नेपालीमा विस्तारपूर्वक बुझौँ। जसप्रीत, यदि कोही व्यक्ति सधैँ पेचेक टु पेचेक बाँचिरहेको छ र महिनाको अन्त्यमा उसँग केही बाँकी रहँदैन भने त्यो चक्रलाई तोड्न उसले चाल्ने पहिलो कदम के हुनुपर्छ? जय, पैसाको बारेमा एउटा तितो यथार्थ के छ भने हाम्रो प्रणाली धनी र वित्तीय रूपमा चलाख मानिसहरूका लागि मात्र फाइदाजनक हुने गरी बनाइएको छ। जब तपाईँ पैसा खर्च गर्नुहुन्छ, तपाईँ अरूलाई धनी बनाइरहनु भएको हुन्छ। उदाहरणका लागि, यदि तपाईँले $100 कमाउनुभयो र त्यो सबै खर्च गर्नुभयो भने तपाईँले त्यो पैसा अरूको खल्तीमा हालिदिनुभयो। हाम्रो समाज क्रेडिट बेस्ड छ, जहाँ मानिसहरू आफूसँग नभएको पैसा खर्च गरेर धनी देखिन खोज्छन्। यसबाट उम्कने पहिलो उपाय भनेको यो सिस्टम कसरी चल्छ भनेर बुझ्नु हो। बचत सुरु गर्न धेरैलाई गाह्रो हुन्छ। त्यसो भए कसैले आफ्नो खर्च कटौती गर्नु पर्यो भने सबैभन्दा पहिले कुन कुरा काट्नुपर्छ? म त भन्छु, यदि तपाईसँग कम्तीमा $2,000 को आपतकालीन बचत छैन भने तपाईँ फाइनान्शियल डेन्जर जोनमा हुनुहुन्छ। यस्तो बेला तपाईँले रेस्टुरेन्टमा खान, बिदा मनाउन वा विलासी कार चलाउन छोड्नुपर्छ। यहाँसम्म कि नेटफ्लिक्सको सब्सक्रिप्सन पनि बन्द गरिदिनुहोस्। $15 बचाउनका लागि मात्र होइन, बरु त्यो समय बचाउनका लागि जुन समय तपाईँले नयाँ सिप सिक्न र आफ्नो परिवारको भविष्य बनाउन खर्च गर्न सक्नुहुन्छ। अब लगानीको कुरा गरौँ। धेरै मानिसलाई लाग्छ कि लगानी गर्न धेरै पैसा चाहिन्छ। थोरै पैसा हुनेले कसरी सुरु गर्ने? र स्टक मार्केटले वास्तवमा कसरी काम गर्छ? लगानी $1 पनि सुरु गर्न सकिन्छ। स्टक मार्केट भनेको एउटा यस्तो ठाउँ हो जहाँ तपाईँ कुनै कम्पनीको स्वामित्व किन्न सक्नुहुन्छ। जब तपाईँ नाइकीको जुत्ता किन्नुहुन्छ, तपाईँ उपभोक्ता बन्नुहुन्छ। तर जब तपाईँ नाइकीको एउटा सेयर किन्नुहुन्छ, तपाईँ मालिक बन्नुहुन्छ। सुरु गर्नका लागि सबैभन्दा सजिलो उपाय इन्डेक्स फन्ड्स जस्तै S&P 500 हो, जहाँ तपाईँले 500 ठूला कम्पनीहरूमा एकैपटक लगानी गर्न सक्नुहुन्छ। यसमा तपाईँले धेरै अनुसन्धान गरिरहनु पर्दैन। यो प्यासिभ लगानी हो। आजभोलि सबैलाई छिटो पैसा चाहिएको छ। यो सोच किन खतरनाक छ? किनभने छिटो आएको पैसा कहिल्यै टिक्दैन। 80% लटरी विजेताहरू 5 वर्षभित्र फेरि गरिब हुन्छन्। किनभने उनीहरूसँग त्यो पैसा व्यवस्थापन गर्ने क्षमता हुँदैन। यदि तपाईँ रातारात धनी हुने सपना देख्नुहुन्छ भने तपाईँ स्क्याम्सको शिकार हुने सम्भावना बढी हुन्छ। वास्तविक सम्पत्ति बनाउन समय लाग्छ। तपाईले एआईलाई आजको सबैभन्दा ठूलो अवसर भन्नुभएको छ। एआईको यो युगमा कसरी तयार हुने र वास्तविक अवसरहरू कहाँ छन्? एआई इन्टरनेट भन्दा पनि छिटो विकसित भइरहेको छ। यदि तपाईँ कलेजबाट भर्खर निस्कनु भएको छ भने एआई सिक्नु तपाईँको लागि अनिवार्य छ। तपाईँ एआईले विस्थापित हुनुहुने छैन, तर एआई चलाउन जान्ने मानिसले चाहिँ तपाईँलाई विस्थापित गर्न सक्छ। अवसर त्यहाँ छ जहाँ तपाईँ एआई प्रयोग गरेर अरूको समस्या समाधान गर्नुहुन्छ। जस्तै कुनै डेन्टिस्टको लागि अपोइन्टमेन्ट व्यवस्थापन गर्ने एआई टुल बनाइदिनुहोस्। यसले उनीहरूको व्यवसाय बढाउँछ र तपाईलाई आम्दानी दिन्छ। तपाईँ सधैँ भन्नुहुन्छ कि धनीहरूले पैसा आउनु अघि नै योजना बनाउँछन्। यो 75/15/10 को प्रणाली के हो? यसले कसरी काम गर्छ? यो प्रणाली धेरै सरल तर शक्तिशाली छ।
यसको लागि तपाईले 3वटा छुट्टा छुट्टै बैंक खाता खोल्नुपर्छ। तपाईले कमाएको हरेक $1 यसरी बाँड्नुहोस्। 75 सेन्ट यो तपाईको खर्च गर्ने पैसा हो। यसबाट तपाईको घर भाडा, खाना र बिलहरू तिर्नुहोस्। यो तपाईको खर्चको अधिकतम सीमा हो। 15 सेन्ट यो तपाईको लगानी गर्ने पैसा हो। यसले तपाईलाई भविष्यमा धनी बनाउँछ। 10 सेन्ट यो तपाईको बचत हो, जुन केवल आपतकालीन समयका लागि हो। जब तपाईसँग 3वटा फरक खाता हुन्छन्, तपाई झुक्किएर लगानी गर्ने पैसाले महँगो कपडा वा जुत्ता किन्नुहुन्न। यो अनुशासन नै धनी हुने वास्तविक रहस्य हो। लेट्स स्पिड अप। अन्त्यमा तपाईँ भन्नुहुन्छ कि लगानीको अन्तिम लक्ष्य भनेको पैसा मात्र होइन, स्वतन्त्रता हो। यसलाई कसरी बुझ्ने? लगानी भनेको आफ्नो समय फिर्ता किन्नु हो। जब तपाईको लगानीले तपाईलाई महिनाको खर्च पुग्ने पैसा दिन्छ, तब तपाईँ साँच्चै स्वतन्त्र हुनुहुन्छ। तपाईले आफ्नो परिवारसँग समय बिताउन पाउनुहुन्छ, जुन पैसाभन्दा धेरै महत्त्वपूर्ण छ। आफ्नो फाइनान्शियल एजुकेसनमा लगानी गर्नुहोस्, किनभने यही नै तपाईको सबैभन्दा ठूलो सम्पत्ति हो। तसर्थ साथीहरू, आजको यो 6 मिनेटको संवादले तपाईलाई एउटा स्पष्ट रोडम्याप दिएको हुनुपर्छ। बचतबाट सुरु गर्नुहोस्, एआई जस्ता नयाँ प्रविधिलाई अँगाल्नुहोस् र बिस्तारै आफ्नो स्वतन्त्रता किन्नुहोस्। तपाईलाई यो संवाद कस्तो लाग्यो? कुन कुराले तपाईको सोच बदल्यो? कमेन्टमा लेख्नुहोला। ब्रिज नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।